गएको छौँ कोर्स इक्जाम दिइसकेपछि साथीहरू सबै हाम्रो यहाँ सब साथीहरू हुनुहुन्छ आज यहाँ खिर खाने भन्ने प्लान विशेष छ हाम्रो साथीहरूको खिर खाने अनि प्लस काफल पनि खाने हामी आज जङ्गलमा चाहिँ किर्तिपुर चटपट काफलहरू सब गाई के छ हाम्रो काकाको खबर के छ काका एकदम ठिक छ भइराकी त छैनौ यस्तो ट्याक्कै ल यो हाम्रो किर्तिपुर मेन किर्तिपुर उता काठमाडौँ पुरा हाम्रो साथीहरू हुनुहुन्छ बस हाम्रो आज धेरै दिनपछि साथीहरूसँग मिठो सम्झनाको लागि ल ल अब ब्याक क्यामेरा स्टार्ट भयो ल हो यो हाम्रो यहाँ देखिन्छ हाम्रो दुईजना त भागिसक्यो तर काम गर्नु ल हाम्रो विशेष गरी जुलाको भाइ नन्दराज उपाध्याय अनि हाम्रो आकाश सर ट्याक्कै उहाँ हाम्रो सुपरभाइजर ट्याक्कै ल यता हाम्रो हुनुहुन्छ ल हाम्रो राकेश सर 2 डिग्री मिलेन अरे इन्जिनियरिङको टेक्नो स्टुडेन्ट भएपछि यति त हुनु पर्यो है ल बस अब पानीको चाहिँ विचार गर्नु है क्वान्टिटी मिलाएर गर्नु पानीको ल बस खानु के कमिला भिटामिन सी पाउँछ राखेछ भिटामिन सी पाउँछ खाइदिनु ओइ काम गर्न आएको हामी Ya sin ritmo bailábamos los dos. Daba lo mismo saber quién eras vos, quién era yo. Y murmuraste sin saber muy bien por qué. Amaría extrañarte al menos una vez por mes. Ya sé, mujer, esto es así. Desde el principio supe que esto era el fin. Lo sé, sabes, esto es así. Fundimos piernas para parar y seguir. Esa risa puso el final del hermoso papelón. Y de ahí al humo como un tren llegando a la estación. Vengo de lejos aprendiendo a mentir. Con un viaje corto fue suficiente para mí. Y le dije, ya sé, mujer, esto es así. El fin fue siempre el principio para mí. Lo sé y sabes, esto es así. No importa el orden si entendés por dónde ir. La salida fue el primer paso al revés. Daba lo mismo si el camino está ahí. Nadie supo cómo fue. अनि हजुरले के भन्नु छ यसको बारेमा लास्टले मेहनत गरियो हजुर दुःख धेरै पाइन्छ जाँच्न पाउने मौका पायो तर दुःख गरे पनि त रमाइलो भयो होला नि त अनि हजुरले के भन्न चाहनुहुन्छ एकदम राम्रो छ फर्स्ट क्लास वान अनि तपाईँले काफल पाउनु भएको भएन त नि काफल त छैन काफल खाना आउनु भयो हो एक्ज्याक्टली अनि हजुरको इन्टरभ्यू हजुर अनि हजुर नमस्कार अनि त्यो अनि दुध से यहाँ कहाँ आउनु भएको नाच्न आछु Esto es así. Lo sé y sabes, esto es así. यहाँ अरू हाम्रो ग्रुपभन्दा बाहिरको एउटा मान्छे आउनुभएको उहाँ अब हेर्नुभयो हजुर हेलो हजुर हेलो के भन्न चाहनुहुन्छ यो भ्लगमा
यहाँ एउटा हाम्रो सानो मिनी भलागो होइन हजुरले यसमा चाहिँ के भन्न चाहनुहुन्छ यहाँसम्म तपाईँ आउनुभएको रहेछ होइन अनि के कारणले आउनुभयो जस्तो केही काँफल खान अनि कति टाढा रहेछ काँफल भेट्नुभयो त हजुरले खासै त भेटेन भेटेन है अनि यहाँसम्म आउँदाखेरि कतिको गाह्रो बाटो कतिको छ अब आउनेलाई कतिको उ गर्न चाहनुहुन्छ आउनु अब त काफल सकियो होला उसको पिकनिक हिसाबले आउने भए त राम्रो छ है ए अनि यो भ्लगमा हेर्ने मान्छेले के भन्न चाहनुहुन्छ यो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला अनि हजुर ग्रुपमा आउनुभयो कि एक दुईजना ग्रुपमा ए ल हस् हुन्छ हस् ल हस् प्लानमा हुनुहुन्छ है उता उता हाम्रो सरहरू आउनुभयो ओ हाम्रा दुईजना अत्यन्तै मिलनसार मिहिनेती दुईजना हुनुहुन्छ र उहाँलाई चाहिँ यो मिनी भ्लगमा स्वागत छ के भन्न चाहनुहुन्छ आजको यो पिकनिकमा एकदम रमाइलो भइरहेको छ यसो माल चाहिँ भएन माल भन्नाले केटी भन्नु खोज्नुभयो कि जस्तो अरू खाने चिज राम्रो खाने चिज माल खाने चिज भन्नु होइन यस्तो यो हाम्रो ग्रुपमा उहाँ मात्रै एकजना थोरै अलि नभएपछि नहुने हुन्छ अनि उहाँले खोज्नु भयो होइन उहाँ त फेरि म त भेजिटेरियन हो अनि हजुर हेलो हजुरले के भन्न चाहनुहुन्छ अनि भन्नाले दुःख लाग्यो जस्तो लाग्यो क्या हजुरलाई यो पिकनिकमा आउँदाखेरि छैन यहाँ केही पनि अब खिर त जता पनि खायो पनि हुँदैन भन्नाले यस्तो ग्रुपमा आउँदाखेरि यति टाढा आएर होइन बेग्लै आनन्द रमाइलो त्यही साइडको थियो नि त त्यही हाम्रो साइडमा पनि छैन त्यो एपिया त्यही हो पानी यो दुध दुध देखाउनु मिल्छ देखाइदिनुहोस् त है ल है यहाँ हाम्रो यहाँ गाजर पनि ल्याउनु भएको रहेछ है अनि यो भुजिया छैन के साथी है के लड्ने हो छैन म के यहाँ क्यारे खिरसँग खाने भनेर आलु पनि पकाएर ल्याउनु भएको रहेछ हाम्रो अचार चटपटे अचार बनाउने भन्नुभएको रहेछ होइन मासु चामल कस्तो हुँदो रहेछ त्यो देखाउनु मिल्छ यदि कसैले यो मासु चामलको यदि यो मासु चामल खान कसैले चाहे अथवा के गर्न मगाउन चाह्यो भने कसैले के कन्ट्याक्ट गर्न सकिन्छ एकदम हाम्रो उहाँलाई कन्ट्याक्ट गर्नु होला 9000 रुपैयाँको पाउँछ हेर्नु त हाम्रो त्यो मिलेर चामल ल्याउन चाहिँ मैले ल्याएको नासो चाहिँ उहाँको है फेरि यो घरबाट पठाएको नासो है यदि तपाईँ कसैलाई चाहिँ यो मासु चामलको खिर खानु मन लागेको छ भने हामीलाई सम्पर्क गर्नु होला अनि थोरै सेतो चामल पनि हालिदिनु न है त्यो धेरै हुने हो कि तपाईँ सबै नाल्नु है सबै नाल्नु धेरै हुन्छ नाल्नु भयो धेरै नाल्नु त्यता सकिन्छ नि चटपट खाँदै केटाहरू ठुलो खेल्दै
कस्तो छ तपाईँले साथी हो चटपट कस्तो छ गाइस चोकमा बस्नु पर्ला भन्दै अब यहाँ मेरो बात छ स्पेसल चटपट छ अब तपाईँलाई ल तपाईँलाई आजको कस्तो लाग्यो तपाईँलाई कस्तो लाग्यो 10 मा कति दिने रेटिङ तपाईँ कति दिने 10 मा रेटिङ तपाईँ कति दिने आज म गएँ एक्लै परेँ क्लास सब गइसकेँ Ojos mi vida pasa y se extraña si lo cierro. Y si mañana nos toca no estar, miro al cielo y te veo. Pero ya sé que no voy a olvidar